मिति 2082 फागुन 21 समय रातिको 10 बज्यो। अवस्था माहौल एकदमै चुनावी। नमस्कार, म विद्रा शर्मा। म 22 वर्षको भयो अहिले र मैले पनि चुनाव बुझ्न लागेको लगभग 10 वर्ष पुगेछ। 72 वैशाख 12 नेपालमा भूकम्प गएको दिन। फ्रम द टाइम इन्डिया इम्पोज द ब्लकेज 2072 असोज 3 गते नेपालको संविधान जारी भएपछि इन लास्ट 1 डेकेड 70, 74 and 79 को assembly election. And what was new? Nothing. Only those three headed again and again play for the prime minister kurchiko lagi. In fact, Nepal had 13 prime minister in the last 16 years. Not even 1.5 years of power for one person. And because from the time when Nepali Congress had बीबी कोइराला, गणेश मान सिंह, त्यसपछि कृष्ण प्रसाद भट्टराई, नेकपा एमालेसँग मदन भण्डारी, मनमोहन अधिकारी, त्यसपछि हाम्रो माओवादीसँग मोहन वैद्य, रामबहादुर थापादेखि अहिले शेरबहादुर देउबा, गगन थापा, केपी ओली, झलनाथ खनाल, पुष्पकमल प्रचण्ड, बाबुराम भट्टराई, तिनीहरू सबै आफ्नो पिकमा थिए। एन्ड दे अल वेयर वेल रिनाउन्ड, वेल रेस्पेक्टेड एन्ड मोस्ट इन्फ्लुएन्सियल लिडर पनि, नेता पनि हुन् त्यति बेलाको। एन्ड लुक एट नाउ, all has gone. In my opinion, न म कुनै राजनीतिक दलको कार्यकर्ता नै हो, न म कुनै पोलिटिसियन नै, न म कुनै पोलिटिकल स्टुडेन्ट हो। इन माई ओपिनियन मैले जो देखिरहेको छु यो 82 को संसदीय चुनावमा नेप्लिजहरू फेरि त्यही टेस्ट एन्ड ट्रायल अप्रोचमै गइरहेका छन् जस्तो लागिरहेको छ। न चोइस न अप्सन भयो। जस्तै म तपाईँलाई फ्याक्ट देखाउँछु। 64 को नेकपा माओवादी विथ 220 सिट, 70 को नेपाली कांग्रेस विथ 196 सीट, 74 मा नेकपा एमाले विथ 121 सीट, एन्ड दे वेयर अल द लार्जेस्ट पार्टी त्यति बेला। एन्ड नाउ हामीसँग एज वी अल नो राष्ट्रिय स्वतन्त्र पार्टी मेबी द लार्जेस्ट पार्टी एन्ड विथ 2/3 अफ मेजोरिटी। अल रिजल्ट आएको छैन। आइ एम जस्ट गिभिङ एस्योरेन्स, रिजनेबल एस्योरेन्स। मलाई जहाँसम्म लाग्छ त्यही हुनेवाला छ, किनकि यही टेस्ट एन्ड ट्रायलमै हामी नेपाली जनता चाहिँ ओभर द पिरियडमा यही अप्रोचलाई नै फलो गरिरहेका छौँ। आई वाज मोर इन्टु पोलिटिक्स ओभर द पिरियडमा के हुन्छ, कसरी हुन्छ, किन हुन्छ भन्ने कुरामा। र मैले जे देखिरहेको छु यो कन्सेन्सस हो। मतलब सबैजना मिलेका सहमति भएको छ, एउटै पार्टीलाई हाल्ने, एउटै मान्छेलाई जिताउने, त्यही लहर चलिरहेको छ भनौँ न एक प्रकारले। र मैले जे देखिरहेको छु त्यो हिसाबले सायद त्यो हुनसक्छ फेरि पनि हिस्ट्री एउटा क्रिएट हुनसक्छ। राष्ट्रिय स्वतन्त्र पार्टी लार्जेस्ट पार्टी हुनसक्छ, 2/3 मेजोरिटी आउनसक्छ। यसमा मलाई कुनै आपत्ति छैन, केही पनि छैन। आई वाज अ फ्यान अफ बालेन है, एन्ड आई मेड भिडियो अन हिम पनि पहिला। एन्ड आई लिटरली सेड द्याट हि इज अ म्यान वी निडेड इन पोलिटिक्स। चाहिन्छ यार यस्तो मान्छे, यस्तो करेजियस मान्छे चाहिन्छ। आई एम फ्यान अफ बालेन नाउ, फ्यान अफ हिज टिम वर्क, फ्यान अफ हिज वर्क, फ्यान अफ हिज भिजन, हिज स्ट्राटेजी, हिज करेज। र जुन देखिएको छ इट्स नट राष्ट्रिय स्वतन्त्र पार्टी इफेक्ट, इज रवि इफेक्ट, इट्स बालेन इफेक्ट यार। बालेनको फेस बिकिरहेको छ क्या, त्यही भएर पनि यो भइरहेको छ जुन देखिरहेको छ। यो ओभर द टिकेटमा भइरहेको छ नेप्लिज पोलिटिक्स नै, खै किन हो। एन्ड होप वी गेट आवर लिडर्स जसले हाम्रो कुरा सुनिदियोस्, हाम्रो लागि काम गरिदियोस् र एउटा स्टेबल पोलिटिक्स भइदियोस् भन्ने सबैको चाहना हो। एन्ड आई विस टु वी फाइन्ड नाउ आवर लिडर। बेस्ट अफ लक।